सभामुख महोदय 15 गतेका दिन तिनकुनेको तोडफोड हुनुभन्दा 1 घण्टा अगाडि एसई को परीक्षा सकिँदै गर्दा एसई दिएका ती लाखौं विद्यार्थीले सम्झिए भने अघिल्लो रात उनीहरूले बिजुली बत्तीको उज्यालोमा एसई को तयारी गरेका थिए। किनभने सभामुख महोदय आज 94% नेपालीको घरमा बिजुली बत्ती पुगेको छ। कुनै बेला राजाको पालामा राजाको सक्रिय शासन भएको बेलामा हामीले एसई दिँदै गर्दा टुकी मुनि बत्ती बालेर टुकीको बत्ती मुनि एसई दिएका थियौं सभामुख महोदय। किनभने त्यो बेलामा केवल 9% नागरिकको घरमा मात्रै बिजुली बत्ती पुगेको थियो। सभामुख महोदय राजाले शासन गरेको त्यो सक्रिय प्रणालीको बेलामा 36% नेपालीको घरमा बिजुली बत्ती पुगेको थियो, 36% नेपालीको घरमा पानी पुगेको थियो। आज 81 सालमा आइपुग्दै गर्दा 95% मा पानी पुगेको छ। बिजुलीको उत्पादन त्यो बेला हुँदै गर्दा केवल 227 मेगावाट थियो राजाको पालामा, आज 3241 मेगावाट भएको छ र पछिल्लो लोकतान्त्रिक प्रणालीमा गइसके पछाडि विद्युत उत्पादनको मात्रा बढेर गएको छ। राजाले त्यो बेलामा सक्रिय शासन गरेको बेलामा प्रत्येक नेपालीको प्रति व्यक्ति आएको हिसाब गर्दै गर्दा $180 थियो, आज $1456 पुगेको छ। सम्माननीय सभामुख महोदय, त्यो बेलामा सक्रिय राजा गद्दीमा बसेर शासन गरेको बेलामा हामी नेपालीहरूको औसत आयु 57 वर्ष थियो, आज 71 वर्ष पुगेको छ। यसले के बताउँछ भने राजाको हातबाट होइन, राजालाई विदाई गरिसकेपछि निर्वाचित भएको जनताको हातबाट मुलुकको विकासको सन्दर्भमा धेरै ठूलो गति नै भए पनि एउटा प्रगतिको आकार बढेको छ। त्यो प्रश्नमा जान चाहन्छु, आजको पुस्ता के चाहन्छ? जमेको पोखरी जस्तो नेतृत्व चाहन्छ कि बगेको नदी जस्तो नेतृत्व चाहन्छ? कति बेला लागेको छ कि प्रधानमन्त्रीको कुर्सी केही वर्ष यता तीनटा नेताको वरिपरि घुम्न थाल्यो, राजा ल्याइयो भने उहाँहरूबाट मुक्ति हुन्छ। असन्तुष्टि छ, गुनासो छ, निराशा छ, प्रश्न छ, तर प्रक्रिया के हो? हामीले राजालाई लिएर आउँदै गर्दाखेरि निरन्तर अनुहारहरू दोहोरिएको हामीले हेरेका होइनौं। राजाको बेलामा कुनै बेलामा सूर्यबहादुर थापा नाम गरेको व्यक्तित्व लगातार पाड्दै पिलो गर्दै गर्दा 5 पटक प्रधानमन्त्री बन्नु भएको होइन। हामी योसँग निश्चय नै सहमत छैनौं कि निरन्तर हाम्रो नेतृत्व उही दोहोरिरहोस् भन्ने कुरामा निश्चय नै हाम्रा भित्र पनि प्रश्नहरू छन्। तर सभामुख महोदय, नेताहरू त बुढो हुन लागेपछि रिटायर्ड बन्नु होला, या हामी निर्वाचनबाट नागरिकलाई जचेन भने नागरिकले मतदानको प्रक्रियामा लाइन लागेर नेतृत्वमा रहेकाहरूलाई विदा गर्न सकिएला। तर गद्दीमा बसेको राजा कुनै निर्वाचनको मतपत्रबाट विदाई हुँदैनन्, विदाई हुँदै गर्दा कुनै पार्टीको निर्णयबाट विदाई हुँदैनन्, कुनै संसदीय दलको निर्णयबाट विदाई हुँदैनन्। गद्दीमा बसेको राजाको विदाई भनेको त मृत्युपछि मात्रै हुन्छ। आजको पुस्ता निरन्तर नेतृत्वलाई बदल्न सक्ने लोकतान्त्रिक गणतन्त्रको पद्धति भन्दा फरक खालको पद्धति सोध्छ। मैले यो पनि सोध्नु छ, आजको पुस्ता कर्ममा विश्वास गर्छ कि गर्भमा विश्वास गर्छ? कर्म गरेर, संघर्ष गरेर, जनताको बीचमा भिजेर, आफूलाई जिम्मेवार बनाएर, परिपक्व बनाएर, देशको बारेमा, दुनियाँको बारेमा दृष्टिकोण बोकेर कर्म गरेर आएको नेतृत्वको पक्षमा उभिन चाहन्छ आजको पुस्ता कि गर्वमा छँदै अमुक रहेको गर्वको अघिल्तिर उभ, सेल्युट गर, तिम्रो भोलिको राजा त्यो गर्वपत्र आउँदैछ भन्ने खालको पद्धति के आजको पुस्ताले रुच्न चाहन्छ? निश्चय नै चाहदैन। सम्माननीय सभामुख महोदय, म अन्तिममा पुग्दै गर्दा आग्रह गर्न चाहन्छु, देशको जनमत के छ? देशको जनमत 15 गतेको दिन पनि दुईटा प्रदर्शन भयो। एउटा प्रदर्शनी मार्गमा शालीन ढङ्गले भयो, नेकपा माओवादी लगायत एकीकृत समाजवादी लगायत दलहरूले गरेको प्रदर्शनमा हजारौंको सहभागिता थियो, कुनै हिंसा थिएन, कुनै तोडफोड थिएन, त्यहाँ कुनै न कुनै रूपमा सबैको भावनात्मक प्रतिनिधित्व भएको थियो। अर्को प्रदर्शन तिनकुनेमा थियो, त्यसको कस्तो चित्र रह्यो, कस्तो चरित्र रह्यो म त्यसमा लामो व्याख्या गर्न चाहन्न, तर म स्मरण गराउन चाहन्छु सम्माननीय सभामुख महोदय, फागुन 25 को प्रदर्शनको चर्चा छ, तिनकुनेको चर्चा छ, तर प्रदर्शन यो देशमा चैत्र 5 गते पनि भएको छ। चैत्र 5 गते यो देशको 100औं क्याम्पसहरूमा निर्वाचन भएको छ। गणतन्त्र होइन राजतन्त्र ल्याउनुपर्छ भन्नेहरूले अरू केही पर्दैन। राप्रपाको अध्यक्षजीको फेसबुक पेज पल्टाएर हेर्नुस्, त्यहाँनिर कलेज जित्दै गर्दा गणतन्त्रको पक्षमा कति जिते, देशको जनमत के छ भन्ने पुष्टि हुन्छ। त्यहाँ देख्नुहुन्छ एकजना दारी पालेको युवकको तस्बिर टाँच्नु भएको छ राप्रपाको अध्यक्षले, अनि लेख्नु भएको छ राप्रपाको नजिकको राप्रविसङको तर्फबाट फलानो कलेजमा निर्वाचित भएको सोभियुको सभापति। झापाको एउटा कलेज जहाँ 40 विद्यार्थी थिए, मत गिरेको 37, 26 मत ल्याएर विजयी हुनुभयो। त्यो एउटा मात्रै पोस्टले बुझाउँछ देशभरि चुनाव हुँदै गर्दा सर्वाधिक संख्यामा विजयी भएको विद्यार्थी संगठनहरू कांग्रेस नजिक, एमाले नजिक, माओवादी नजिक, गणतन्त्रको पक्षमा हजारौं विद्यार्थीहरूले मत व्यक्त गरेको अवस्था छ। त्यसैले गर्दै गर्दा जनमत भन्ने कुरालाई यहाँ ख्याल गर्नुपर्छ। अर्को हेक्का राखौं कति बेले भन्नुहुन्छ, जनमत